10 11 यो के हो छैन होइन यो लहरभित्रैबाट यसरी चुहिरहेको छ पानी टुपुक 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 ओ भाई लोग हमारा तो इधर हालत ही खराब हो चुका है। हेलो नमस्ते वेलकम टु न्यू ब्लग। हामी चाहिँ जो अलिकति एकछिन रेस्ट गरेर जान्छ भनेको थियो। अहिले त्यस्तै चार्ज फुल नभएर कम्तीमा पनि त्यस्तै 5-6 घन्टा सुत्यो। अनि अघि 5 बजे उठेर अहिले चाहिँ हामी पुरै ब्रस गरेर मुख सुख धुने कार्यक्रम गरिरहेको छु। अनि तपाईको पुरै त्यो पारी डाँडामा जानुपर्छ भनेर देखाएको थियो नि। यो बत्ती बलेको टक्क माथिपट्टि जानुपर्छ होइन, बत्ती बलेको माथिपट्टि धुवा निस्केको ठाउँमा। अब अँध्यारो छ बिहान बस्यो यहाँतिर चाहिँ पुरै बत्तीको मेगाहर्स अलिकति कम पावरको भएर त्यो भएर चार्ज अलिक बिस्तारै लिने रहेछ। अब एकछिन चिया नास्ता पानी गरेर अब हामी यहाँबाट निस्किनेछौँ होइन। ल फेरि हामी यहाँबाट हाम्रो जोर्नी सुरु भयो। अब हामी त्यहाँ पारि पुग्नुपर्छ होइन, त्यो अघि देखाएको ठाउँमा। अब लाग्दैछौँ हामी। ए फेरि आइया भरि ल बाटो 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 हेर्न सक्नुहुन्छ तपाईँले, डाँडसाट सब देखेको छ। यस्तो छ त्यो पारि पुग्नुपर्छ। यो मन्दिर जो यतापट्टि त्यो खाल्डो भयो। हो के चलाएर आएको रे? घुम्न मजा आएछ नि? निन्द्रा पुग्यो? हामी चाहिँ यहाँ अहिले ओह्रालो झर्दैछु। पट्टि छोरे खोला आइपुग्नु आयो। रोडहरू देख्न सक्नुहुन्छ तपाईँले कस्तो छ भनेर, डेन्जर रोड छ। गच्छु यो चाहिँ चौरी खोलाको पुल लिएर आइपुग्यो हामी अहिले। पहिला यो पुल नबन्दाखेरि चाहिँ पुरै यहाँ खोला हुन्थ्यो होइन। बर्खामा अलिकति तर्न चाहिँ गाह्रो हुन्थ्यो यो ठाउँमा। अनि हिँड्ने मान्छेको त्यो पुलबाट हिँड्थ्यो। त्यो बेला गाडी हिँड्ने पुलै भन्नु। यही खोला होला। पहिला यहाँ बाबाहरू पढी खेल्न आउँथ्यो त्यहाँतिर। बर्खाको बेला चाहिँ यो एकदमै ठुलो खोला हुन्छ होइन। यसमा यहाँबाट अनि पौडी लाइन थियो। अनि तपाईँको पुरै बिहान माछा मारेर कटेर जाने त्यो बेला जिन्दगी अनि तपाईँको अहिले हाइड्रो पावर चाहिँ उतै निकाल्न खोजेको छ होइन। पानीसापको हाइड्रो पावर त्यो बाटो खन्दै त्यो खाल्डोको बिचमा छ, त्यो हाइड्रो पावर बनाउनु लागेको। डेन्जर बाटो छ, डेन्जर। अब लगभग हामी माथि 1 घन्टा पुगिन्छ होला है। बाटोहरू देख्नु होला होइन।
यो के हो ओए हजुरको बाटो चाहिँ अब लगभग 2 वर्षपछि हिँड्न सकिन्छ होइन भने पुरा गरेर आएको तर त्यो पौडी खोलासम्म चाहिँ यहाँबाट चाहिँ खै 1-2 वर्षपछि अब यहाँबाट उकालो चढेर त्यहाँ माथि पुग्नुपर्छ अब माथि डाँडामा यहाँतिरको उकालो चाहिँ पुरै चढ्न गाह्रो भयो यहाँ होइन चढ्न गाह्रो भयो यहाँबाट उकालो देख्न सक्नुहुन्छ के कसो उकालो छ भनेर हो बल्ल तल्लो चढ्यो त्यही पनि धन्न आएको हो टेम्पो चाहिँ अब खासमा यो ठाउँमा यो यति ठाउँमा चाहिँ पुरै गाडी पनि चढ्न बस पनि पहिला यो ठाउँमा चाहिँ रोकिन्थ्यो नि चढ्न अलि अप्ठ्यारो मान्थ्यो अब धन्न टेम्पो पनि आयो भनौँ न अनि यहाँ चाहिँ गाउँतिर चाहिँ पुरै अब बुढीपाकाहरू हुन्छ नि हजुरआमाहरू यसो टेम्पो गरेर हेरेर गरिरहेको थियो अब उनीहरू त अब काठमाडौँ प्रायः जस्तो जाँदैन नि त अनि यस्तो नि गाडी हुन्छ भनेर सोचिरहेको थियो अघि हजुरआमाले अब उता हाम्रो गाउँमा हजुरआमा पनि हुनुहुन्छ होइन 82 वर्षको अनि अब उहाँ हजुरआमा पनि देख्छ हेरौँ के कस्तो हुन्छ है त ल बनिराख्नु होला हेर्नुहोस् यहाँ तपाईँले देख्नुभयो होला नि रियाक्सनहरू होइन पुरै हेरै गरिरहेको थियो म चाहिँ अब त्यहाँ माथिसम्म चाहिँ यस्तै हो होइन अब छैन कतै पनि सबैको यो पुरै यसरी अरू नदेखि यो ढाडो पुगिरहेको छ ओ भाई लोग हमारा तो इधर हालत ही खराब हो चुका है अभी सुबह बहुत थकान महसूस हो रहा है और मेरा इधर और मुस्कान दे रहा है इधर हाँ छरी मुस्कान दे रहा है अब भी देखो बहुत ही डेंजर ऑफ रोड है यार ओह माय गॉड देखो यार भाई आप लोग इमेजिन कर सकता है इधर कैसा ऑफ रोड है यार ये बहुत डेंजर ऑफ रोड है अभी क्योंकि है ना वो देखो भाई यार कितना हिस्सा है यार हिस्सा ये है ना हाँ ओह देख भाई यार देख ये मेरो सब तरफ सरी छ ल हामीलाई यहाँ पुरै स्वागत गरेको रहेछ अब त्यहाँ माथि हो होइन आइपुग्न लाग्यो तर अब यताबाट पनि जान मिल्छ उताबाट पनि जान मिल्छ हेरौँ कहाँबाट जाने हो
आउँछ तपाईँ लुरु लुरु आयो त त्यत्रो पाउँदै चाहिँ कस्तो पाउने म त है काफले भाडा ए थियो आइसक्यो माइला उसमा गयो पो अनि माइलालाई भनेको थिएँ नि अब तपाईँले माइला त सेना पकडी अनि घर जान्न कि सैलुङ जाने अब जाने सैलुङ जाने न सैलुङबाट फेरि साँच्चै पुग्छ पुग्दैन भाई लोगों का आप लोग इमेजिन कर सकते हैं भाई यार कैसा डेंजर ऑफ रोड है बहुत डेंजर ऑफ रोड है भाई इधर मेरा है ना एकदम खराब बाटो खराब रहेछ ढाडहरू सब देखेर खत्तम ल ल ल ल ल ल हामी चाहिँ फाइनली टक्क यहाँ घरमा आइपुग्यो होइन अब घरको माथितिर यसो सामान झर्दैछ ल भाइ हाई गरिदियो यार के छ भाइ के सिया खा ल यो चाहिँ मेरो यहाँ गाउँको भाइ यार अनि स्कुल बिदा हो म यहाँ टक्क यहाँ सामान झार्छु होइन तिमीले यहाँ क्यामेरा यस्तो समय दियो ल यहाँ देख्न सक्नुहुन्छ यार तपाईँहरूले पुरै एक क्रेटको अन्डामा होइन के कतिवटा फुट्यो भने टक्क म तपाईँहरूले त्यहाँ तल रुममा लगेर देखाउने छु कतिवटा सत्य छ र कतिवटा चाहिँ ड्यामेज भयो भनेर होइन यस्तो अफरोडको अब आफै इमेजिन गर्नु होला कस्तो अफरोडमा आयो कि अन्डा अब कतिवटा सत्य छ हेर्नु होला ल अब यहाँ तलतिर जानु पर्यो अन्डा पाउँछ त्यत्रो अफरोडमा अर्को त ड्याउनु हुँदैन ल जाउँ भाइ सरी त मम्मीसँग होला कहिले आउनु काठमाडौँमा काठमाडौँ तिर्सेँ मैले काठमाडौँ अब हो ठिक छ गाउँघरमा ठिक ठिक हुनु पऱ्यो नि गाउँमै ठिक छ यो मैले जान्छु तर नेपाल तल जानुपर्ने अब तपाईँहरूले हाम्रो यहाँ गाउँहरू यसो हेरेर कमेन्ट समेन्ट गरिदिनु होला होइन को कसो लाग्यो अब गाउँहरूको घरहरू चाहिँ यस्तो हुन्छ ल यहाँबाट अब भ्युजहरू चाहिँ बब्बाल देख्छ तपाईँहरूलाई आज चाहिँ हुस्सु कुरो सुरु लगाएर होइन त्यति भ्युजहरू के अरे त्यति राम्रो खालको भ्यू चाहिएको छैन होइन अब केही समयपछि चाहिँ पुरै घामसाम लाग्यो भने म तपाईँहरूलाई बब्बाल बब्बाल भ्युजहरू देखाउँछु अब केही समय हुन्छ तपाईँको कम्ती पनि 4-5 दिन चाहिँ यहाँ बसिन्छ होइन भाइ अनि गाउँमा को आएको छ त भाइ अनि अरू बुवाहरू त्यो आगो बुदाहरू चाहिँ भोलि आउँछ हो आजै अनि त्यसपछि यहाँ अरू को छ यताउता को आएको छ कहाँ छ त्योहरू चाहिँ सैलुङ गइसक्यो उनीहरू बिहानै ए हिँडेर कि ए ल हामी पनि जानुपर्छ यार बिस्तारै तपाईँको त्यो सैलुङ चाहिँ पुरै उयो त्यो डाँडा पारि जानुपर्छ उयो डाँडाको होइन ठ्याक्क उता खोल्चा बिचमा छ सैलुङ चाहिँ त्यहाँसम्म जानुपर्छ यहाँबाट हिँडेर पनि 2-3 घन्टा लाग्छ नि त भाइ हामी जस्तो गयो भने चाहिँ
हो गाइस यहाँ तपाईँ लन्डा देखाउन खोजिरहेको छु के कतिको ड्यामेज आयो होइन हेर्नु है त यहाँ मेरो विचारमा त हाफभन्दा नि बढी उति ड्यामेज भएको जस्तो लाग्यो यार ल भाइ यहाँ देखाउँदै यसरी देखाइदिन्छ यहाँ दर्शकजनहरूलाई यस्तो जोर ल्याउँदा पनि हेर्नु यहाँ ओ माई गड कतिको ड्यामेज भयो ल ल ल खत्तम भएछ क्या यार ल कतिवटा बजेछ एउटामा कति 30वटा हुँदैन 3 4 ल यो नि के छैन यार 5 6 7 8 9 10 11 12 13वटा बजेछ ल जम्मा होइन त कति 17वटा त 14 ल यो समेत गरेर 16वटा त ड्यामेज भएछ यार लासो माम लासो फ्याफुल्ला ल माम मैले ढोक गरेँ माम मेरो मामलाई सिज माई ग्रान्डमा अनि हाम्रो ग्रान्डमाले चाहिँ पुरै हाम्रो अब ल्याङ्ग्वेज बोलिरहेको छ होइन बडले भाषा बुझ्नुहुन्न ल उहाँ चाहिँ अब पुरै 82 वर्ष हुनुभयो त्यो पनि अहिलेसम्म दह्रो हुनुहुन्छ जी भन्दै हुनुहुन्छ दुईटा छोराछोरी चाहिँ खोइदा हुन् र अनि अलिकति कान्छी सुन्नुहुन्न ल खै तिर्लो त छोरी चाहिँ नाबेरी केटी चिया चिया ल्याउँ नै ल के हेर्दै त छिमे भित्र चाहिँ फटाफटा काम गर्नु भइरहेको हुनुहुन्छ अझै अब गाउँतिर चाहिँ त्यो हो अब गाउँतिरको मान्छेहरू अलि बलियो नै हुन्छन् किनकि त्यस्तो धुलो धुवाहरू त्यस्तो केही उड्याउँदैन नि त यहाँतिर अनि तपाईँको खानपिन पनि पुरै नेचुरल चिजहरू खान पाउँछ बिना विषयुक्तको खानेकुराहरू त्यो भएर जो सुपरवालाले साथ दिनु भइरहेछ बिचारा ममा यहाँ बिरामी भएर यस्तो यहाँ छातीहरू दुखिरहेछ भनिरहेछ पुरै अहिले चाहिँ सहयोग गरिरहेछ भनेर भनेको छ मम्मीले 90 ए 90 पो भएछ ल मैले त 82 भन्दा त 90 वर्ष भएछ हाम्रो मम्मीले यार अनि अब सही पुग्नलाई अझै 10 वर्ष बाँकी छ गाई नलमाले मम टक्क गाई नलमाले गाई पैसा चाहिँ सकेले यसो हाम्रो ममलाई पुरै सहयोग गरिदिनु पर्यो दाउरा सौरा चिर्न लगाएर छ ममले यसो ममलाई दाउरा चिरेर सहयोग गरिदिनु पर्यो Just I am kidding, okay?
हामी चाहिँ आएर पुरै सरसफाइ गरेर लुगा सुगा धोएर यहाँ अनि रास्नहरू होइन पुरै यहाँ सुकेर छ। अनि यो मेरो भाइ पुरै कहाँ जाने रे भाइ? हामी लालीगुराँस जुम्न। लाली गुराँस खानु पर्यो रे। ल अनि अरू के खाने? अरू पोलो सिस्नो। सिस्नु मनपर्छ? सिस्नो खाने? ल पकाएर खाने ल सिस्नो र लाली गुराँस खान जानु पर्यो। अब मन्दिर जाने मान्छे चाहिँ त्यो तपाईँको सिस्नो खानु हुँदैन रे मम्मीले भनेको है। अनि अब सिस्नो चाहिँ अब के समयमा खान्छु। अहिले चाहिँ लाली गुराँस गर्न जानु पर्यो। नलाने तिमीलाई लाली गुराँस के कतिको पाउँछ देखाउने चाहिँ म तपाईँहरूलाई। ल हिजो म तपाईँहरूलाई पुरै बाँस बसेको ठाउँ चाहिँ देखाउने छु यहाँबाट होइन। हेर्नु होला तपाईँहरूले कतिको टाढो छ भनेर। ऊ त्यो घरको झुप्पाहरू देख्नु भएको छ नि तपाईँले? त्यो लामो लामो घरहरू होइन, त्यो सेतो घर के त, सेतो घरको त्यहाँ ठ्याक्क अगाडिपट्टि नै हो हिजो हामी बसेको चाहिँ। त्यही पसलमा त्यो अङ्कलको पसलमा बसेर अनि टक्क आज यहाँ घरमा आइपुग्यो। अब यसो जानु पर्यो। खासमा सुत्नु मन लाग्यो। के देखाउँछु रे? गौले लाली गुराँस देखाउँछु गाइस। लाली गुराँस कहाँ पाउँछ यहाँ? ऊ त जङ्गलतिर बस्दै। कहाँको जङ्गल? ऊ त्यो माथिको? ऊ जङ्गलतिर पाउँछ नि। ऊ त्यो पर त्यहीतिर पाउँछ नि। आज पुरा छ क्या म नि घुमेको थिएँ पुरै जङ्गल। जाउँ। Let's go. Now we are going to the hunting लाली गुराँस। गुराँस ल अनि हामी तपाईँहरूलाई देखाउँछौँ। हाई गरो बेटी, हाई गर्दो। घर जत्रो छ यार ढुङ्गा पनि। ओहो बकेटले ल ढुङ्गा हेर्नुहोस् गाइस। के चाहिँ ए ल ल हाम्रो यो भाइ पुरै लाली गुराँस अब टिप्नलाई रुख चढ्न तयारीमा छ। नगर नि सर त्यसो नगर ल जुत्ता फुकाले त तल बिस्तारै भाइ बिस्तारै यार। बी केयरफुल बी केयरफुल। ओहो बिस्तारै बिस्तारै ल। ओ फेरि यहाँ वान मिस गेम फिनिस हुने ठाउँ छ। त्यही पनि भाइले हिम्मत नहानिकन माथिसम्म चढ्न लागेको छ। अब चढिसक्यो, पुग्न लागेको छ। ए भाइ त्यसमा नटेको भाइ यार, मलाई त डर लागिसक्यो यार तिमी चढे देखेर यार। भाइ मलाई त डर लाग्यो यार। त्यहाँ बिस्तारै 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 त्यहाँतिर। ल हाम्रो भाइ चाहिँ अझै झनै टुप्पोमै पुग्नु लाग्यो है। टुप्पोमै ल त्यही पनि हाँगा हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ कतिको यो हाँगा छ भनेर होइन। हाँगाको साइज हेरेर कुरा गर्नु है तपाईँहरू। ल यहाँ कति तलदेखि कति माथि ल पुग्नु लागेको छ यार टपमा। त मलाई त डर लागेर आइसक्यो भाइ यार तिमी देखेर यार। वे तल खसी यार यो पनि यार। ल भाइ
अब चाहिँ झर यार भाइ यार मलाई डर लागेछ यार तिमी देखेर यार यार ब्रदर अब तल झर यार भाइ बिस्तारी यार बिस्तारी अभी तो शुरुआत हुआ है अभी तो हमारा पिक्चर बाकी है ओ रियली कस्तो मिठो छ छोरी राजको जस्तो मिठो छ साँच्ची हो आज मैले छोरीलाई चाहिँ गाउँले चिज खुवाइरहेको छु हो दाइ नेचुरल चिज पुरै हाम्रो भाइले चाहिँ ओए के गुल्टी फेरि त्यो पनि चाल फेरि यार ल भाइले पुरै जम्मा गरेर टक्क माथि ल्याउनु लागेको छ हामी चाहिँ यहाँ यस्तो यहाँ टुप्पोमा बसिरहेको छ होइन यहाँ गाउँतिरको भ्यू चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यहाँ घरको माथितिर चाहिँ पुरै बनाइ बन्छ अनि यहाँ तलतिर घरहरू छन् होइन ल भैया त्यहाँ बारी पनि छ ये देखो गाउँ क्या है माल है माल क्या सामान है रे ये खाने वाला माल है रे ओ रेडी तो फिर मैं भी खाऊं क्या एक खा लो भैया ओए ल ये अलि मिलाइदिउँ है रे ल कति टिप्यो लाली गुराँस हामीले पुग्छ हेर्नु त र अहिले चाहिँ अब यति नै अब हामी जानेछौँ उता घरमा अनि अब त्यहाँ गएर यसो बसी गर्नु पर्यो ड्रेस गर्नु पर्यो अनि जुस खाने अरे जुस बनाएर दिनु पर्यो यो कालीलाई मेरो छोरीलाई है अनि अहिले नै सुत्छ यो भाइले पुरै उता लहरबाट आएको पानी देख्नु भएको छ त्यहाँ होइन त्यहाँ तपाईँहरूको सामु देखाउँदैछु हेर्नु है त ल त्यहाँ पुरै भिजेरसम्म पनि छुइसक्यो यहाँबाट पनि छुइसक्यो अनि तपाईँको त्यहाँ भुइँमै यहाँ लहरमा चाहिँ माथिबाट केही पानी सानीले केही भिजेको छैन होइन यो लहरभित्रैबाट यसरी चुहिरहेको छ ल पानी टुपुक 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 इस यहाँबाट झरेर यति भिजिसक्यो यहाँसम्म आइसक्यो ल हामी चाहिँ अहिले बोतल लिएर थाप्ने बेला छु गाइस यो पानी चाहिँ खानु हुन्छ कि हुँदैन यसो कमेन्टमा भनिदिनु होला है त खाना त मिल्छ हौ दाइ यो पानी त यस्तो पानी त रुखबाट झरेको हो र साँच्ची सैलुङको त्यो खाना मिलेपछि झन् यो त किन नमिल्ला दाइ यार हो एकदम घर घर छिटो थाप्रौँ दाइ थाप्नु यहाँ ल्याएर गाग्री ल्याउने गाग्री होइन बोतल एउटा ल्याउने टिक्काको बोतल ल्याउने त्यो बोतल ल्याउने अनि थाप्ने अनि घर घर एक एकजनालाई एक एक मुख खाना लगाउने त्यस्तो अब घर गएर एकछिन बल खेल्ने एक्सर्साइज गर्नु पऱ्यो त बल छ नि दाइ बल चाहिँ खेलाउनु गाइस आज म चमत्कार चिज मात्रै देखिरहेको छु यार आज यो दाइ आउने बेला क्या चमत्कार चिज भेटिरहेको छ यार गाइस दाइको भाग्यमा रहेछ क्या यस्तो चमत्कार चिजहरू गाइस तपाईँहरू नै आउने गाइस यहाँ गाउँको नाम चाहिँ रामेछाप जिल्ला वडा नम्बर 7 सानो सैलुङ पङ्क्ति अनि आज पुरै त्यहाँ माथि होली मनाएर आएछ भने अघि मान्छेहरू सब होली मनाउनु गइरहेछन् त्यहाँ माथि डाँडामा हाम्रो दगार त ऊ त्यहाँ ए त्यो बाटोमा चाहिँ कस्तो ठुलो देखा भने हेर्नु न यहाँ होइन ऊ त टिफर रहेछ अब त्यही टिप यहाँबाट चाहिँ भित्र सब यस्तो बब्बाल देख्छ है यता चाहिँ यो कालिन चोक पर्यो कालिन चोक मुडे यो डाँडामा पर्छ तपाईँको घुम्न मन छ भने तपाईँहरूलाई
हामीलाई भन्नुहोस् हामी तपाईँलाई यता ल्याउँछौँ ओ रियली यस चलो जिन्दाबाद ल झन् यो पुरा क्रिसमस नसा जस्तो देखिरहेछ नि ल ल ल गाइस म चाहिँ भर्खरै माथि बनाएको है फेरि कहाँ गएर आएको हामी माथि गएर आएको हुन्छ लङा गएर आएको है लोगामा सामान लिन गएको अँ ल गाइस अब हामी चाहिँ त्यो अघि अचम्मको त्यो पानी दिएको थियो नि त त्यो जुन कहाँबाट झरे अरे त्यो पर केबाट झरे थियो त्यो लहरबाट लहरबाट अटोमेटिक झरे थियो है अनि त्यो पानी चाहिँ खासै हामीले त्यहाँ थाप्न पाएन होइन आज टाइम पनि पुरै गयो ओके गाइस अब सी यु इन द नेक्स्ट ब्लग एन्ड च्यानलमा नयाँ छौ भने सब्सक्राइब गरिदिनु होला साथै लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला हस् त बाई बाई